नमस्ते साथीहरू, हजुरहरूलाई मेरो च्यानल रेसिपिजको खजानामा स्वागत छ। आज म भरुवा बैगनको रेसिपी सेयर गरिरहेकी छु। रेसिपी कस्तो लागिरहेछ कमेन्ट गर्नुहोला। रेसिपी मन परेमा च्यानललाई सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला। लौ त आजको रेसिपी सुरु गरौँ। यसको लागि सानो खालको भान्टा आधी केजीलाई सफासँग धोएर लिएकी छु। मसलामा 1 सानो चम्चा अमचुर पाउडर, 1 सानो चम्चा रोस्ट गरेको जिराको पाउडर, 2 ठुलो चम्चा धनियाँ पाउडर। यसमा धनियाँ पाउडर अलि बढी युज हुन्छ। स्वाद अनुसार नुन, बेसार, आधी सानो चम्चा गरम मसला, थोरै रातो खुर्सानीको धुलो वा आफ्नो टेस्ट अनुसार, 1 सानो चम्चा काश्मिरी खुर्सानीको धुलो, 5-6 गेडी लसुन काटेको, थोरै अदुवा काटेको, थोरै फुराउनलाई ज्वानो। सबभन्दा पहिला त खलपट्टामा काटेको अदुवा लसुनलाई मसिनो गरी कुट्ने। अब यता भान्टाको डन्ठल र पातलाई निकाली मैले देखाए जस्तै भान्टालाई काटेर रेडी गर्ने। अब तयार पारेको मसलामा अदुवा लसुन पिँधेको राखी मिक्स गर्ने। त्यसपछि त्यसमा 2 चम्चा तोरी तेल राखेर फेरि मिक्स गर्ने। तेल राख्नाले मसला एक आपसमा मजाले टाँसिन्छ। अब एउटा भान्टामा मैले देखाए जस्तै मसला भर्ने। आफूलाई जसरी सजिलो लाग्छ त्यसरी चम्चा वा हातले। सबै भान्टामा मैले मसला भरिसकेँ। अब एउटा फ्ल्याट सर्फेसको कडाईमा 4 चम्चा तोरी तेललाई मजाले तताउने। तेल तातिसकेपछि ग्यासको फ्लेम लो गरेर ज्वानोलाई फुराउने अनि एक गरी भान्टा राखी छोपेर केही बेर पकाउने अनि त्यसपछि चलाउने। अब चलाएर छोप्दै लो टु मिडियम फ्लेममा पकाउने। यदि मसला डढे जस्तो लाग्यो भने 1 चम्चा पानी चारैतिर घुमाइ राखिदिने। यसो गर्नाले भाप बन्छ, भान्टा पनि राम्ररी पाक्छ र मसला पनि डढ्दैन। यसरी नै भान्टा पाकुन्जेलसम्म छोप्दै चलाउँदै पानीको आवश्यकता छ भने राख्दै पकाउने जबसम्म भान्टा नरम हुन्न। 10 देखि 12 मिनेटसम्म पकाइसक्दा भान्टा मजाले सफ्ट भइसकेको हुन्छ। लौ त अब यसलाई सर्भ गरौँ। रोटी भात जेसँग पनि खाँदा उत्तिकै स्वादिष्ट हुन्छ। भिडियोलाई हेरेर अन्त्यसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।